नमस्कार। मेरो नाम चाहिँ विजय चौधरी, घर चाहिँ कलिया महानगरपालिका 21। म वीरगञ्जमा पथरीको अपरेसन गराएको थिएँ। त्यहाँ इन्फेक्सन भएर अनि युरोसेप्सिस भएर म यहाँ आएको। यहाँ आएर यहाँको स्टाफ अरू डाक्टर साहब सब एकदम राम्रो हेरचाह गर्नुभयो। विशेष गरेर राजेश सर, रवि सर, अनिश सर, अरू सरले पनि एकदम हेरचाह गरेर मलाई यहाँबाट निको गरेर पठाउनु भयो। खुसी भएर म आज मिठाई पनि लिएर आएको छु। र यसको साथसाथै म सबै यहाँको स्टाफ अरू डाक्टरहरूलाई विशेष म धन्यवाद दिन चाहन्छु। यस्तो अवस्था थियो कि त्यो बाँच्छ कि बाँच्दैन भन्ने त्यस्तो हाम्रो डर थियो, तर जे होस् निको बनाइदिनु भयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद, सम्पूर्ण डाक्टर स्टाफको लगायत। थ्याङ्क यू। वीरगञ्जमा हजुरको उपचार हुँदाखेरि यो अब जुन अपरेसन गर्यो, अपरेसनमा कहिलेकाहीँ इन्फेक्सन भएर त्यो चाहिँ अलिकति ज्यान लिन सक्ने सेप्सिस भन्ने हजुर त्यो चाहिँ हुन्छ। त्यो हुँदाखेरि चाहिँ अब राम्ररी उपचार समयमा उपचार भएन भने त्यसले ज्यान पनि लिन सक्छ। हजुर तपाईँ ठिक ठाउँमा आउनुभयो र समयमा आउनुभयो। हजुर त्यसको लागि मलाई फोन पनि त्यहाँबाट मेरो साथीले गर्नुभएको हुनाले हामी पनि एकदमै खुसी छौँ कि तपाईँलाई राम्रो बनाएर सन्चो बनाएर पठाउन पाएँ। त्यसको लागि विशेष धन्यवाद। थ्याङ्क यू।